आज हामी चाहिँ गुड सन्डे, नेपालमा हामी गुड फ्राइडे मनाउँथ्यौँ, गुड सटरडे मनाउँथ्यौँ। यहाँ चाहिँ हामी टर्कीमा चाहिँ आज गुड सन्डे भन्नुपर्छ, गुड सन्डे मनाउँदैछौँ। आज हामी 12 भाइ टिमसहित यो कम्पनीकै गाडीमा हामी यसो घुम्न गइरहेका छौँ। तपाईँहरूलाई म केही भिडियो यसअघि पनि हालिरहेको थिएँ र अहिले पनि यो अङ्काराकै क्षेत्र हो। यहाँ गुरुजीले कम्पनीकै गाडी चलाइरहनु भएको छ, हुनुहुन्छ यहाँ साथीहरू हुनुहुन्छ। टिकटकको एकदम भाइरल हिरो भनेको अविनाश, अर्को हिरो पनि टिकटकमै हिरो छ। सबका हामी चाहिँ रियल हिरो, रियल हिरो। जसले धेरै सुटिङ पनि गरेका छन्। हाम्रो टर्कीको घुमघाम चलिरहेको छ गाइस, पहिलो घुमघाम। 12 भाइ यहाँ हामी हिँडिहाल्छ के घुमाइ भएर हाम्रो हिजो राति हिँडेको चाहिँ यही हो क्या हो। हाम्रो टोली साथीहरू यसरी हिँडिरहेछौँ बाटोमा। जर्मन ल मन छोइ अङ्कारा त के हो हाम्रो कम्पनीको त्यो देखिन्छ इस्तानबुल पहाड। साथीहरू नेपालको जस्तै पहाड छ, हामी त पहाड पुग्न खोज्दैछौँ। यो पहाडी भाग तर हरियाली भने शून्य छ, कुनै हरियाली छैन, सुकिएका सब भाग छ। ल फाइनल्ली हामी चाहिँ यो पहाडको एकपट्टिको पहाडको टुप्पामा आयौँ। हेर्नुहोस् बिचमा यति ठुलो घरहरू छन्, सहर छ। नेपालको जस्तै छ ल, हेरौँ न। रातो नै छ, चन्द्र पनि छ, अर्धचन्द्र छ, अनि तारा छ। अहिलेको नेपाल कम्युनिस्ट पार्टीको झन्डा जस्तो छ। यो झन्डा खिचेर यो टर्कीको एउटा बजार, चाङ्क्री प्रान्त अन्तर्गत रहेको एउटा यो बजार हो। हेर्नुहोस् एउटा उपत्यका जस्तो छ, उपत्यकाको बिचमा यति ठुला घरहरू छन्। र यही सहरको बिचमा चाहिँ हामी बसिरहेका छौँ। हेर्नुहोस् यो सहर।